हेलो नमस्ते जय शम्भु। आज मेरो चाहिँ होल बडी स्ट्रेन्थ एक्सर्साइज रहेको छ। म चाहिँ जिम हाम्रो कम्पनीको छ सानो जिम, त्यसमै हामी पर्फर्म गर्छौँ। हामी 5-7 जना हुन्छौँ, कहिलेकाहीँ अलिक बढी नै हुन्छ। त्यहाँ भएको सामानहरूलाई अप्टिमम युटिलाइजेसन गरिन्छ। गएर सुरुमा स्ट्रेच गरियो, स्ट्रेच गरिसकेपछि मेरो चाहिँ फेभरेट एक्सर्साइज भनेको वार्मअपको लागि भनौँ, कार्डियोको लागि भनौँ, जम्पिङ ज्याक, हाई जब, बट किक यस्तै नै रहेको छ। म चाहिँ इच एक्सर्साइज चाहिँ 50-50 को रेपिटेसनमा 3 सेट लगाउँछु। त्यसपछि चाहिँ अरू एक्सर्साइजहरू गर्छु। अब हाल चाहिँ वैदेशिक रोजगारीको सिलसिलामा कतार छु। 12 घन्टा ड्युटी हुन्छ। ट्रान्सपोर्टेसन आउँदा जाँदा गर्दा यताउति गर्दाखेरि लगभग 15 घन्टा जान्छ। 1-1.5 घन्टा समय निकालेर यस्तो एक्सर्साइज गरिन्छ। जे होस् पसिना निकाल्ने काम गरिन्छ भनौँ। यसले चाहिँ मेन्टली स्ट्रेसलाई पनि अलिकति कम गर्छ। अनि अफकोर्स तपाईँहरूको हेल्थलाई राम्रो गर्ने नै भइहाल्यो। तपाईँको मुटु सबैभन्दा इम्पोर्टेन्ट पार्ट अफ आवर ह्युमन बडी, हार्ट हेल्थको लागि पनि एकदम इम्पोर्टेन्ट छ। मेरो मोटिभेसन भनेको चाहिँ आफूले बडी बनाउने होइन कि एक्सर्साइज गरेर आफूले 2-4 जनालाई मोटिभेट गर्न सकियो भने त्यही ठुलो कुरा हो भन्ने सोच हो। त्यही भएर चाहिँ विगत केही दिनदेखि मैले आफूले गरेको एक्सर्साइजहरू चाहिँ फेसबुकमा, सामाजिक सञ्जालमा प्रस्ट्याउँदै आएको छु। अनि पछि थोरै पेटको एक्सर्साइज पनि गर्छु। 3-4 सेट लोअर रनिङ, ट्याप, सोल्डर ट्याप, प्ल्याङ्क्सहरू गर्छु। आशा छ मन पराइदिनुहुन्छ। तपाईँहरू पनि नेचुरल एक्सर्साइज गर्नुहोस्, हेल्दी रहनुहोस्, फिट रहनुहोस्। हस्, धन्यवाद। हेरेर इन्जोय गर्नु, मोटिभेट हुनुहोस्। भगवान् श्रीकृष्णले पनि भगवद् गीतामा भन्नुभएको छ नि, कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन मा कर्मफलहेतुमा मातेसँग सुकर्मणि। कर्म गर्नुपर्छ। जहाँ गए पनि कर्म गर्न छोड्नु हुँदैन। फलको आशा नराख्नुहोस्। जसै पनि हुनु छ भने हुन्छ। म चाहिँ कर्म र भाग्यमा विश्वास गर्छु। त्यही भएर कर्म गर्न कसैले छोड्नुहुन्न। कर्म गर्दै गर्नुहोला। तपाईँहरूको दिन शुभ रहोस्। हेरिदिनु भयो भिडियो, सेयर गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। हस्, शुभ दिन, शुभ विचार। बी पोजिटिभ, बी हेल्थ।